यस वर्षको तिहार पर्वमा देशभर 46,20,000 माला खपत हुने अनुमान गरिएको छ। फ्लोरिकल्चर एसोसिएसन अनुसार यस वर्ष तिहारमा सयपत्री फूलको मालाको माग 40 लाख, मखमली फूल 5,50,000, गोदावरी फूल 20,000, मिक्स माला 50,000 गरी देशभर जम्मा 46,20,000 फूल माग छ। एसोसिएसनका अध्यक्ष राजेश भक्त श्रेष्ठका अनुसार गत वर्ष 40 लाख सयपत्री फूलको मालाको खपत भएको थियो। गत वर्ष भएको खपत बराबर नै यस वर्ष पनि सयपत्री फूलको बजार माग रहने अनुमान गरिएको उहाँको भनाइ छ। हाल नेपालमा 7 प्रदेशका विभिन्न क्षेत्रमा व्यावसायिक रूपमा सयपत्री फूल खेती भइरहेको छ। काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, चितवन, दाङ, कैलाली लगायतका धेरै जिल्लाहरूमा सयपत्री फूलको व्यावसायिक खेती हुँदै आइरहेको छ। सातै प्रदेशका अधिकांश भागमा सयपत्री फूलको व्यावसायिक खेती भइरहेको र हरेक वर्ष सयपत्रीको खेती बढ्ने क्रममा रहेको एसोसिएसनका अध्यक्ष श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार सयपत्री फूलको आपूर्तिका लागि ग्रामीण क्षेत्रमा 100% आन्तरिक उत्पादनले नै धान्य अवस्था छ।